यो डेलको ल्यापटप आएको छ होइन, यसमा चार्जिङ नहुने होइन, चार्जिङ नभएपछि यसको बोर्ड खोल्दाखेरि बोर्डको अवस्था एकदम दयनीय थियो होइन। त्यो कति बनाउन दिनुभएको थियो होइन, एकदम छेडछाड भएको छ। हामीले यसलाई बाइपास चाहिँ गर्नु खोजेको होइन। अब ट्र्याकहरू सबै गइसकेको छ कि होइन। अब यसो हामी बाइपास गर्दैछौँ है त। बाइपास गरिसकेपछि होइन, अब जुन प्याडहरू छ होइन, त्यसमा हामी ग्लु लगाएर होइन त्यो आइसी हालिसकेपछि यसो समस्या के भयो भन्दाखेरि ब्याट्री नै 3% गरेर चार्ज नपर्ने क्या। अनि हामी चार्जिङ आइसी चाहिँ रिप्लेस गरेर होइन, अब यसको फाइनल टेस्ट चाहिँ गर्दैछौँ है त। फाइनल टेस्ट गरेर अर्को चार्जिङ आइसी हाल्दाखेरि बल्ल हाम्रो काम चाहिँ सक्सेस भयो है। हेर्न सक्नुहुन्छ लोड पनि लिइसकेपछि 2 घन्टा खटेर बल्ल काम सक्सेस भयो होइन। यदि तपाईँहरूको पनि ल्यापटपमा यस्तै समस्याहरू आयो भने हामीलाई चाहिँ सम्पर्क गर्न सक्नुहुन्छ होइन। नम्बर चाहिँ स्क्रिनमा दिएको छ है। कमेन्ट र लाइक गर्न नबिर्सिनु होला। धन्यवाद।